हामी चाहिँ आज हिँडेको छत्रकोट 3 चोइगा गुल्मी। आज पूजागत र पूर्णिमा मेला लाग्छ, भव्य मेला लाग्छ। सो भिडियो बनाउँदै जान्छु, बीचमा के कस्तो लाग्छ प्रतिक्रिया दिनु होला। यहाँ तलबाट बहिनीहरू आउँदैछन् हो। कहाँ जाने हो? कहाँ जाने हो भनिदेऊ त। ल सबैजना आज चोइगा। गणेश तिमी जाने हो कि होइन? किन नजाने? ल गणेश चाहिँ जाँदैन अरे, गणेश चाहिँ हराउँछु भन्ने डरले, भिड धेरै हुन्छ। सो भिडियोहरू म जोडी बनाउँछु, माया गर्दै जानु होला। बाटोमै छौँ, दाइहरू हुनुहुन्छ पछाडि, सिनियर दाइहरू सबैजना। सो हामी चाहिँ जाँदैछौँ। चाहिँ बाल्यकालको झझल्को मेटिएको छ, किनभने बाल्यकालमा पनि जहिले पनि दसैँपछि चाहिँ हिँडेर जान्थ्यो। सो आज पनि त्यस्तै हिँडेर जाँदैछौँ, दाइहरू सबै हुनुहुन्छ। सो बाटोमै छौँ, अपडेट गर्दै गर्छु, माया गर्दै जानु होला। चाहिँ हाम्रो गाउँको विद्यालय श्री सरस्वती बाल विकास छत्रकोट 4 भास्करको गुल्मी। सो अहिले चाहिँ हामी जाँदैछौँ। के खानलाई गणेश देखाइदेऊ छिटो। के हो? स्प्राइट खाएर बस्ने भने यहाँबाट जानु अरे। गाउँको मन्दिर आयो, जस्ट मन्दिरमा नि पसेर जाऊँ। बल्टक्सर बजार चाहिँ बल्टक्सर विद्यालय सिर्किया बल्टक्सर what a scene. देवराली श्री श्रीनाथ माध्यमिक विद्यालय। सो आइसक्यो अब चाहिँ किन्न पर्छ। आउनेहरूको भिड चाहिँ धेरै नै छ। आउँदै हुनुहुन्छ। यहाँ चाहिँ हाम्रो दाजुले चस्मा लगाएर हेन्डसम भएर आउनु भएको छ। सो छत्रकोट देवालय, छत्रकोट 3 चोइगा गुल्मी, लास्टै भिड छ। भनिदिनु त कहाँ आउनु भएको छ, भनिदिनु त। रमाइलो छ है? मान्छे त एकदम भिड हुनुहुन्छ, एकदम रमाइलो छ। साँझ भिडियो आउँछ त्यसमा हेर्नु है। धेरै नै छ। कहाँ छौँ हामी अहिले? ल भनिदिनु त। ल हामी चोइगा छत्रकोट देवालय 3 चोइगा गुल्मी पूजात्र पूर्णिमा। एकदम पछाडि देख्न सक्नुहुन्छ, यस्तै हुनुहुन्छ। अझै आउने क्रम जारी छ। मन्दिर चाहिँ तल पनि निकै नै ठुलो सङ्ख्यामा भिड छ, क्रम जारी छ। यहाँ माथि चाहिँ पुरा नाच भइरहेछ। निकै नै रमाइलो छ जानु है। दाइहरू हुनुहुन्छ, उहाँ त्यो आउँदै हुनुहुन्छ, चस्मा लगाउनु भएको छ, ज्याकेट लगाउनु भएको छ। Pataskar
छत्रकोट भगवती मन्दिर सुरक्षा गर्नु सबै हुन्छ यहाँ। एकदम राम्रो बढिया एकदम लागेपछि त राम्रै आउँछ त्यस्तो। अनि हाम्रो मदन असली दसैँ भाइब्स चाहिँ यो है, छत्रकोट 3 चोइरा गुल्मी असली दसैँ भाइब्स। दसैँको मजा चाहिँ यहाँ छ है। आजबाट दसैँ पनि सकिँदैछ। सो घर जाने हजुर सर, हामी कता जाँदैछौँ? मेला हेरेर फर्कियो है हामी चाहिँ। ल छत्रकोट मेला हेरेर हामी चाहिँ फर्कियो है। सो रमाइलो छ सबैजना। पूर्णिमा पूजा पूर्णिमा रमाइलो भयो। एकदम रमाइलो भयो होइन? अहिले चाहिँ लुम्छामा छौँ। लुम्छा घर मेला हेरेर फर्केको। ल यही नै सकिन्छ। ल सबले लाइक सेयर गरौँ है त, कमेन्ट गरौँ ल।